धेरै छैन अलिकति नतर्सनी होला है त राम्री मेरो महीको के भएको धेरै घोप्टो परेर धेरै खुम्बु गरेर रहेछ है खुम्बु भनेको चाहिँ फेरि तपाईँ हाम्रो मामा चाहिँ पुरा हल्का दिइराख्नु भएको छ साथीहरू तातो तातो पानीहरू पिउँछौँ अब जाडो महिनामा चाहिँ हामी यस्तै पिउँछौँ साथीहरू वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि साथीहरू म पुनः ब्लगमा उपस्थित भइसकेको छु साथीहरू आज चाहिँ होइन बिहानै भन्दा पनि आज अहिले अघि 10-11 बजिसकेको छ होइन 10-11 बजिसकेको छ होइन अनि हामी चाहिँ म चाहिँ बिहानै बाँधा धपाउनु गएको छु अनि बाँधा धपाएको भिडियो नि म तपाईँहरूलाई देखाइहाल्नेछु अनि म चाहिँ यहाँ अलि हतारमा यहाँ कोदो रोप्नु लगाएको थिएँ अनि यहाँ ब्याड उखाल्दै थियौँ अनि खाना नि आइसकेको छ साथीहरू होइन अब हामी चाहिँ खाना खानु लागेको साथीहरू होइन देख्न सक्नुहुन्छ मेरो मम्मी चाहिँ त्यहाँ बसेर माम खाँदै हुनुहुन्छ स्यागीले चाहिँ खाँदैछ स्यागी पनि ऊ पनि खेतालै है साथीहरू अनि यता राम्री हुनुहुन्छ यहाँ छ है अब खाना मेरो लागि खाना चाहिँ साथीहरू नतर्सिने है खाना देखेर चाहिँ अलिक कम्ती नै छ धेरै धेरै छैन अलिकति नतर्सनी होला है त राम्री हुनुहुन्छ त मम्मीले भात खाँदै हुनुहुन्छ साथीहरू है हामी चाहिँ ल अब खाना खान लागेको ल खाना खाएर भेट्छौँ आज पनि रोपानी चाहिँ होइन मेरो बुढी र मामा हुनुहुन्छ होइन आमा आमा कस्तो लागिरहेछ आज कोदो रोपाई दिन पनि राम्रो कोदो रोपाई पनि राम्रो ल ठिक छ ल दिन पनि राम्रो रे ल एकदमै दिन पनि राम्रो अरे त्यो पनि राम्रो रे होइन खाजा पनि राखुमा खाजा पनि खुवाई मजा खेतालालाई मजाले खेता खाजा पनि खुवाई मजाले काम पनि गरिदिनु बिसाङले आरामले काम गरेको ल सुन्नुभयो नि साथीहरू मेरो खेतालाहरूले चाहिँ मजाले खाजा नि मैले खुवाएको खाजाले चित्त बुझेछ त्यही भएर काम नि एकदमै राम्रोसँग गरिदिनु भएको छ अरे ल अब फेरि के हो बजारको के मिठो खुवाए देख्न सक्नुहुन्छ है साथीहरू मेरो खेताला चाहिँ मेरो बुढी र मेरो मम्मी हुनुहुन्छ होइन ल साथीहरू ओ साथीहरू होइन हामी चाहिँ अब यहाँ पुरा खाजा खाँदैछौँ होइन यतै चटपटी अलि देख्न सक्नुहुन्छ होइन जम्फुट लबर यता जम्फुट लबर अनि यता मामा हुनुहुन्छ यहाँ चाहिँ मैले चाहिँ मै पिउँदैछु उता मम्मीले चाहिँ ओ माय गॉड ये बहुत गरम है टु मच नासी पिउँदै हुनुहुन्छ होइन हामी चाहिँ करी महिनामा यस्तै पिउँछौँ अब देख्न सक्नुहुन्छ हामी चाहिँ खाजा खाँदैछौँ होइन हामी चाहिँ यस्तै खान्छौँ अब जाडो महिनामा होइन के गर्नु गर्मी महिनामा चाहिँ हामी फेरि अलिकति तातो पानीहरू पिउँछौँ अब जाडो महिनामा चाहिँ हामी यस्तै पिउँछौँ ल देख्न सक्छु उता स्यागी पनि गरिरहेछ होइन ले नि खाजा खाइसक्यो मम्मीले पनि जाड पिउँदै हुनुहुन्छ हामी चाहिँ अब बारीमै खाजा खाइरहेको छौँ आजभोलि चाहिँ एकदम कोदो रोप्ने सिजन भएर के गर्नु माना रोपेर मोरी फलाउने समय भन्छन् त्यही भएर हामी चाहिँ एकदम ध्यान दिइरहेछौँ है साथीहरू ल यस्तै हो अब के गर्नु गाउँघरमा बसेपछि होइन काम गर्नै पर्यो खानै पर्यो साथीहरू हाम्रो मामा चाहिँ पुरा हल्का दिइराख्नु भएको छ साथीहरू ल साथीहरू होइन आजको चाहिँ अब मेला स्थगित भइसक्यो हाम्रो होइन कोदो सोदो अब रोपियो तर सक्नु चाहिँ अलिकति सकिएन होइन अनि यता देख्नुहुन्छ मेरो मम्मी चाहिँ सुर्ती खाँदै हुनुहुन्छ अब आँखा नि सुनिएछ मेरो मम्मीको के भएको धेरै घोप्टो परेर धेरै खुम्बु गरेर रहेछ है खुम्बु भनेको चाहिँ फेरि तपाईँलाई थाहा नहोला ल घोप्टो परेर भनेको है हाम्रो घरमा चाहिँ अलिकति मातृभाषा चल्छ धेरै ल साथीहरू होइन अब कोदो सोदोहरू पनि रोपिहाल्यो देख्न सक्नुहुन्छ होइन
कोदोहरू पनि मजाले रोपियो। कोदो रोप्ने चाहिँ यता हुनुहुन्छ अनि यता मम्मी नि हुनुहुन्छ, म चाहिँ खन्ने हो साथीहरू होइन। ल साथीहरू यस्तै हो, गाउँघरमा बसेपछि कामहरू गर्नैपर्छ। यस्तै अर्ग्यानिक भिडियोहरू हेर्न मन छ भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद। ल साथीहरू होइन, आज चाहिँ हामीले यति रोपिसक्यौँ कोदोहरू होइन, देख्न सक्नुहुन्छ यति रोपिसक्यौँ। अनि अब चाहिँ हामी रात परिसक्यो, घाम डुब्न लागिसक्यो साथीहरू, देख्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ घाम डुब्न लागिसक्यो। अनि अब चाहिँ घर जान लागेको यहाँ डोको घाँस यस्तो छ साथीहरू, घाँस चाहिँ यहाँ घाँस बोकेर जानुपर्ने छ। यता राम्री डोको बोकेर रेडी हुनुहुन्छ। ल हामी चाहिँ घर जान्छौँ साथीहरू है। ल यस्तै भिडियोहरू चाहिँ आइरहेको छ। धन्यवाद। Last time I went to his house, Butol. Yeah, Yeah. Butol. Yes. Yeah. Oh, my God. Your God. Yeah, my house also, Butol. My house also. Me, I go Butol play football. Football. Yes. बहुत ठंडा है, ठंडा है, ठंडा है, ठंडा है। What you mean, Thunder? हिन्दीमा आयो। Speak English. English. इंग्लिश र हिन्दी र नेपाली मिक्स छ त। आयो